there must be a story behind that name also. Let's hear about that. Let's hear about how you came into rap. Okay, नमस्ते है मेरो नाम चाहिँ साकार अनि मेरो स्टेज नेम चाहिँ लिल बुद्ध हो एक्चुअली है Lil Buddha. Yeah, right. Yes, And okay. why I kept that name, I'll get to it. Start. Uh-huh. मा चाहिँ के भन्नु भन्दा अब growing up, middle class family, everything was normal growing up. अनि चिरागको मम्मीले चाहिँ आरजे गर्नुहुन्थ्यो मेरो मम चाहिँ was an avid listener. So Oh, okay. घरमा जहिले रेडियो प्ले भइराख्ने होइन सो त्यो घर चाहिँ कहाँ? I was born घट्टीकुलोमा घट्टीकुलो मैतीदेवी that area, very middle class family, lived in a small apartment अनि त्यही हो अनि ग्रोइन अप घरमा म्युजिक बजिरहेको थियो जसले त्यो भयो अनि त्यसरी ग्रो अप हुँदै गर्दा मेरो मामा हुन्छ एकजना मेरो ममको ब्रदर स्मल ब्रदर जो चाहिँ एकदम इन्फ्लुएन्सियल मेरो लाइफमा उहाँले चाहिँ मलाई आई वाज अराउन्ड 8 or 9 त्यो हुँदाखेरि चाहिँ मलाई ऱ्याप रेकर्ड्सहरू सुनाउन थाल्नुभयो सो लाइक एमएनएम स्नुप डग चाहिँ मैले एकदम अर्ली एजमै सुन्न पाएँ अनि त्यसपछि एकदम इन्ट्रेस्टिङ लाग्यो त्यो अनि तर त्यति बेला चाहिँ म ऱ्याप भन्दा पनि गिटार बजाउने म्युजिकल साइडमा चाहिँ बढी फोकस थिएँ अनि रक म्युजिक धेरै सुन्थेँ होइन अनि त्यसरी नै हुँदै गयो स्टार्ट म्युजिकमा बिस्तारै स्टार्ट लर्निङ गिटार अरूको सङ्ग्सहरू प्ले गर्ने प्ले गर्दा गर्दै अनि स्कुलमा ब्यान्ड थियो हेर ब्यान्ड स्कुलमा अनि पर्फर्म गरेर हुने हामी स्कुल ब्यान्डमा त्यसरी नै चल्दा चल्दै पछि कलेज सकिने टाइम अराउन्ड हुँदाखेरि चाहिँ अब ऱ्याप ब्यान्ड्सहरू स्टार्ट भयो होइन अनि समहाउ त्यति बेला हाम्रो यमबुद्ध दाइ वाज डुइङ हिज थिङ होइन ऱ्याप सिङमा एकदम गरिराख्नु भएको थियो नाम एकदम कमाइराख्नु भएको थियो अनि लकिली आई गट टु मिट हिम लाइक अनि उहाँले बोलाउनु भयो ऱ्याप ब्यान्ड्समा अनि ऱ्याप ब्यान्ड्समा बनाउनु भएपछि चाहिँ अनि म पनि पार्टिसिपेट गर्न गएँ न्यू नथिङ अबाउट ऱ्याप यत्तिकै जम्प इन गरेँ त्यो कुरामा अनि त्यसपछि आई लर्न द हार्ड वे त्यहाँ एकदम प्रोफेसनली ऱ्याप गर्न सक्ने ऱ्यापरहरूको अगेन्स्ट आई वाज गुड होइन अनि मलाई केही आउँदैन थियो अनि त्यसपछि हारेँ धेरैचोटि ऱ्याप ब्यान्ड्समा बिल्ला भयो होइन तर त्यसरी नै सिक्दै गएँ होइन सो एकैचोटि लायनको डेनमा आफू एउटा स्मल क्याट जब भएको भयो तर बिस्तारै त्यहीबाट सिक्दै गएँ अनि आफ्नो ऱ्याप्सहरू लेख्न स्टार्ट गरेँ बिस्तारै सुरुमा चाहिँ अरूको ऱ्याप्सहरू मेमोराइज गर्ने अनि गाउने त्योबाट स्टार्ट गरेँ त्यसपछि बिस्तारै आफै लेखेँ अनि सुरुमा लेख्दाखेरि त बुलसिट भन्नु एकदम केही पनि थिएन तर गर्दै गयो बिस्तारै अनि घट बेटर एट राइटिङ अनि त्यस्तो हुँदै थियो त्यसपछि म चाहिँ मेरो स्टुडेन्ट लाइफ कन्टिन्यू गरेर चाहिँ ब्याचलर्सको लागि चाहिँ म अस्ट्रेलिया गएँ अनि त्यहाँ पनि अब त्यहाँको हसल देखेँ होइन अनि बिस्तारै रियलाइज हुँदै थियो अब मलाई यो चाहिँ गर्नु छैन मलाई त म्युजिक नै गर्नु छ म्युजिक नै हो मेरो तर त्यही यस्तो थियो भने त्यो टाइममा चाहिँ के थियो भने लुक अप टु गर्न पनि धेरैजना थिएन क्या नेपाली सिङमा एकजना यमुना दाइ हुनुहुन्थ्यो ए फ्यु अदर नेम्स त्यो बाइक त्यहाँ अब ओके मैले यसमा करियर बनाउँछु आई क्यान डु दिस ऊ हेर उसले गरिरहेको भनेर हेर्न लागेको पनि थिएन सो त्यो कारणले गर्दाखेरि चाहिँ एकदम अनस्योर हुन्छ नि त्यो होला भने त्यो पनि मनमा चाहिँ थियो गर्नु छ भनेर अनि त्यसरी चल्दै थियो अस्ट्रेलियामा लाइफ आई वाज वर्किङ स्टडिङ राइटिङ माई ऱ्याप्स अनि त्यो हुँदै चाहिँ भयो भने फ्यु इयर्स त्यहाँ बसेँ त्यसपछि यमुदाईको सडनली डेथ भयो रेस्ट इन पिस यमुदाई है उहाँको डेथ भइसकेपछि चाहिँ अनि अब एकदम हेभी फिल भयो अनि बिङ सो क्लोज टु हिम अनि मैले चाहिँ के डिसाइड गरेँ भने मेरो ऱ्याप नेममा चाहिँ दाइको लेगेसी क्यारी गर्नु भनेर यमबुद्धबाट लेल बुद्ध सो त्यसरी राखेँ मैले लेल बुद्ध नाम अनि जब त्यो नेम चेन्ज गरेँ त्यसपछि सडनली मेरो म्युजिक लेख्ने स्टाइल पनि चेन्ज हुँदै गयो क्या अरू न कसरी त्यो मलाई चाहिँ के लाग्छ भने यो सङ्ग्सहरू लेख्दाखेरि चाहिँ आफूले लेखेर भन्दा पनि इट्स लाइक माथिबाट युनिभर्सबाट चाहिँ आफ्नो बडीको थ्रु च्यानल भइरहेको छ क्या सो इट्स लाइक द युनिभर्स राइटिङ फर यु भनेर जस्तो अनि त्यसरी अब स्टाइल पनि चेन्ज हुँदै गयो म सिरियस हुन थाल्यो अनि अल्सो एट द सेम टाइम मान्छेहरूले पनि मलाई अलिक सिरियसली सुन्न थाले र त्योभन्दा अगाडि चाहिँ अब लाइक हियर एन्ड देयर अलिकति बच्चा टाइपको ऱ्याप्सहरू थियो तर त्यसपछि चाहिँ मान्छेहरूले पनि त्यो फिडब्याक पनि राम्रो आउन थाल्यो अनि त्यसपछि मैले डिसाइड गरेँ ओके दिस इज वाट आई वान्ट डु विथ माई लाइफ भनेर अनि त्यही हो तर त्यति बेला केही बाटो थिएन वी ह्याड टु मेक इट आई थिङ्क हामी त फर्स्ट जेनेरेसन होला ऱ्यापर्स जसले चाहिँ यसलाई लाइक करियर वाइज नै लगिरहेछ बिफोर दिस पनि थियो ऱ्याप तर नो वान वाज रियली